तर 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 1 इन्च बायाँ 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 आउनु 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 दौडिनु कुद्नु 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 तपाईँ अझै यता आउनु अझै अझै नमिल्न सक्छ है अझै यता आउनु थोरै थोर अब फाइनल फोटो खिच्दैछु है मैले बाजा खोइ बाजा बजाउनु न फोटोमा बाजा आउँदैन फेरि बाजा बजाउनु बाहिर निस्क्यो तपाईँ सास रोक्नु त 3 मिनट सास रोक्नुहोस् है तपाईँ बिचमा खुत्तु त नहाल्नुहोस् त दाँत बाहिर निस्क्यो तपाईँ बेहुली बहिनी हो तपाईँको खिच्छु नि त म पहिले हिँड्नु न उता ल आउनु त बेहुला बेहुलीको छोराछोरी आउनुहोस् त फोटो खिच्न ए साँच्ची तपाईँहरू पहिले बिहा हो त्यसो बच्चा छैन नि त ल ठिक छ ओके तर ब्याकग्राउन्ड कतिले भएन घरको तन्दा झिकेर ल्याउनु न तन्दा पछाडि राखेर ग्रुप फोटोको लागि पनि हुन्छ है त त्यो बरालको बेमा मासु भात पुलाउ सबै ल्याम्लुम भ्याइसकेर छन् तपाईँ गएर त्यो पुलाउ र मासु चाहिँ झोला हाल्दै गर्नु न है त हो यता बेहुलाको आमा नआउनु बिचा मलाई गाह्रो भइसक्यो बेहुलाको बाउ जानु अहिले तपाईँहरूको पालो आउँदै एकछिनपछि आउँछ ए तेरो अँगालो हाल्नुहोस् बेहुलीलाई तपाईँ चाहिँ किन अँगालो हाल्नु भयो ए तपाईँ नै हो बेहुलालाई हाल्नु छैन ढुक्काले हाल्नु ल नल मैले तपाईँको 2 करोड जतिको फोटो खिचेँ होला राति सपनामा फोटो खिचिरहेको हुन्छ कहिले त्यो बानी भइसक्यो कि अब त हातमा क्यामेरा आएपछि राम्रो भयो सबैको राम्रो आयो भन्ने सोच्नु चाहिँ आउनु आउनु अलि अलि स्लो मोसनमा राजेश हमाल स्टाइलमा आउनु 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 फोटोहरू चाहिँ एकदमै राम्रो आएको छ बेहुलाको कपाल चाहिँ पछि एडिट गरेर फोटोसपबाट हाल्नु पर्छ नत्र राम्रो देखिन्न